चाहिँ खास अलिअलि धराउन पाए राम्रो हुन्थ्यो। यो जाडोले गर्दा क्या चोपहरूले पुरा टालेको हुन्छ यो छ्याप्पै हुन्छ त है बस्दो त मजाले भित्री ढकनी भन्छ यसलाई चाहिँ कलर यो टक्क यहाँ अगाडि राखिदिएपछि यिनीहरूले बाटो भुल्दैन। तर लाउनु त लातो नै चाहेको त धेरै मङ्सिरमा पनि नहेरेको हो नि अलिअलि मह त छ नि त। यसलाई हेर्ने यसरी हो क्या यो बाहिर फेर हेऱ्यो भने यो रानी पाखा झऱ्यो भने गङ्गरेर मर्न सक्छ। यो घुर्मिसोको मह हाल्दैछ नि भाइ होइन कालो छ नि यिनीहरूले आफ्नो बच्चाहरू पाल्नको तर लागि तलबाट हाल्दै ल्याउँदो रहेछन् है यिनीहरूले सिरेनबाट हाल्छ। सिरानबाट हाल्दैछ नि त सिरेनबाटै हाल्दैछ। अब यो पाकेको पक्का मह हो। यो चाहिँ 20औं वर्ष 50औं वर्ष 100औं वर्ष राख्दा नि बिग्रिँदैन। यो चाहिँ काँचो मह हो। यसलाई चाहिँ यसले अब अझै पकाएर यिनीहरूले अझै पकाएर चाहिँ यसलाई चाहिँ सिल्ड नै गर्छ यसले अनि निकाल्दै खाँदैन हो नि त। घुर्मिसोबाट त कालो अब सिजन सुरु भइसकेपछि अलिअलि कमिलाहरू पलाउन थालिसकेछन्। भन्छ नपाउन्जेल त टोक्दैन नि सकेसम्म एउटै पनि किन उ गर्नु। यो धुवा धेर आउँदा नि पखेटा जल्दो रहेछ क्या मौरीको आएर हाम फाल्ने। अनि अब यो छेउमा हामीले यो हेरिसकेपछि तपाईँको रानी यता आइसक्यो क्या यसलाई सकेसम्म हामीले रानी चाहिँ पहिला जोगाउनु पर्छ। बिस्तारीसँग निकाल्ने यो महै हो। तेर्सो पारा भक्क झर्दैन दाइ चाका झर्दैन यो मह नै हो। यो चाहिँ मह र त यिनीहरूले आफ्नो छोराछोरी पाल्नको लागि मजाले यहाँतिर त बच्चा पो छन् जस्तो छ कि यो सबै मह मह यो छेउछेउको चाका चाहिँ यिनीहरूले महै हाल्छ क्या तातोको लागि त मह र त यो महै हो सबै। हेर्नु न यो मह कसरी हो भने त मह र त मह त्यो ओहो न यो जाडोमा चाहिँ पुस्रोमा जोगाउनु पर्ने भएर हामीले मङ्सिरमा मह काटेनौँ। झिक्ने एकछिन होइन यसलाई नजिकमा सकेसम्म एक पाती चाहिँ क्या हो यसमा त मौरी यसमा राम्रै छ। यो चाहिँ बच्चा हो। यो चाहिँ योभन्दा उँभो मह हो। यो तल्लो सबै बच्चा हो क्या होइन देख्यो नि ए बच्चा। अनि यहाँ तल देख्यो नि खुम्ले किराहरू जस्तै खुम्ले किराहरू जस्तो देखेर सबै बच्चा हो क्या सबै बच्चा हो। यसमा सानो सानो यो चामलको कनिका जस्तो देख्नुभयो देखियो हो। यो चाहिँ भर्खरको फुल हो क्या भर्खरै फुल पारेको यो रानीले चाहिँ दिनमा केही नभएको पनि 700-800 वटा अन्डा पार्छ भनेको छ। यो मौरीको दुःख देखेरै मह ननिकाल्यो हो क्या भाइ हो नि। तल त्यो उसमा टुट्यो होइन त तल उसपट्टि रानी बनाउने अर्को तिनीहरूले रानीको टुटी तल एउटा झुन्डाको हुन्छ नि अहिले झुन्ड्याउँदैन यिनीहरूले। अब पहिला डाइनाको चाका हाल्छ यतिखेर बनाउँदैन डाइनाको चाका यिनीहरूभन्दा अलिकति अल्गो हुन्छ। यो करिमौरीको चाकाभन्दा अलिकति अल्गो हुन्छ डाइनाको चाका। त्यो छेउछेउमा मह छ यो सबै बच्चा हो क्या यी सबै। अब त्यो मह निकाल्दै यिनीहरूलाई खाँदैन हो यिनीहरूले होइन त। देखिन्छ नि सानो कनिका जस्तो खुम्ले किरा जस्तो टन्नै रहेछ नि। यो चाहिँ सिजन नभएको बेला यति बेला यो चाहिँ मजबुत घार हो। अहिले हामीसँग मौरी चाहिँ लगभग 40 जति गोला छ मौरी चाहिँ। अब सबै मौरीहरूलाई चाहिँ अलिक व्यावसायिक हिसाबले कम्तीमा 2 आर्थिक वर्ष जति चाहिँ अब मौरी गोला सङ्ख्या वृद्धि गर्ने भन्ने योजना छ। मह ननिकालिकन होइन मह ननिकाल्ने मौरी नै अलिकति गोला सङ्ख्या बढाएर। तर मौरी चाहिँ टन्नै रहेछ नि। यसमा चाहिँ 2टा चाका छ जस्तो छ भाइ। यो धेरै बाक्लो चाका रहेछ हो च्याप्पेको छ यसमा। च्यात्न मिल्छ यसलाई
हेर्नु त पर्यो नि त भाइ, निरीक्षण त गर्नु पर्यो। र दुइटै एकैचोटि यसमा दुईवटा चाका छ, झर्न भएको छ नि त होइन, त्यसलाई ठ्याक्कै दुईवटा चाका हो र दाइ दुइटै रहेछ हालेको छ। सबै बच्चा एकदम राम्रो छ, अब बच्चा धेरै राम्रो छ। यिनीहरूले घेरेर बसेका छन्। यिनीहरूमा चाहिँ यो चाकामा चाहिँ हजुरको मह छैन, सबै बच्चा छ। बच्चा अत्यन्तै राम्रो छ, एकदम स्वस्थकर क्या। अब यिनीहरूलाई खानामा कमजोर नहुने बित्तिकै मौरी त मजबुत भइहाल्छ। यो सबैमा चाहिँ हालेको छ चाका चाहिँ 2 4 6 7 वटा। यो रानी पनि यतै उँधो हुनुपर्छ। अब यो अनि दुई तलै राख्दाखेरि हुँदैन थियो यो यसको घाट? यो तल्लोमा 10 फ्रेम भएपछि मात्रै माथिल्लो ए अझै फ्रेम हाल्नै बाँकी छ यहाँ? हो नि, यिनीहरूलाई काम हामीले दिइराख्नुपर्छ। 2 फ्रेम थप्दै लानुपर्छ। अब यो अक्सिजनमा हामीले थपेनौँ, ए अब सिजनमा हामीले थपिहाल्नुपर्छ। ए मतलब यहाँ फ्रेम नथपेको हुनाले यहाँनिर दुईटा 7 वटा फ्रेम छ। अब यो दिन तातेर यिनीहरूले भट्टाभट्टी काम गर्न थालेपछि 2टा जति फ्रेम थपिदिइहाल्नुपर्छ। त्यो भयो भने यिनीहरूलाई चाहिँ भनेपछि सजिलो यो हुन्छ। फ्रेम नथपेको कारणले त्यसमा डबल पारेको? एकैचोटि 10 वटामा हाल्यो भने चाहिँ तपाईँको मैन पुतली लाग्छ क्या। मैन पुतली लागेपछि मौरी कमजोर हुन्छ। ए यो कार्तिकमा 2टा गोला बनाएको, 2टा गोला मध्येको एउटा त्यसमा गोला पनि हो। दुइटै बनाएको रहेछ नि, तिनटै पो बनाउनु लागेको थियो नि है चाका त? हो। यसपालि यी मौरीलाई हामीले चैत लागेपछि हामीले लेखमचरणमा निकाल्ने योजना बनाउन खोजेका छौँ। अब यो हाम्रो गाउँपालिकामा चाहिँ पुष्परसहरू धेरै फुल्छ। हजुर। यो मौरीपट्टिको ओखर अलिक धेरै, मौरीपट्टिको अध्ययन अलिक कम भएको कारणले चाहिँ साथीभाइहरूलाई अलिक मौरी पालनमा अलिक उपस्थित गराउन सकेको छैन। छेउछेउमा चाहिँ अलिअलि मह नै हुन्छ। छेउछेउमा त अलिअलि महै हो। यो फेरि यसको उद्देश्य 2टा हुन्छ, कि मह उत्पादन कि मौरी गोला सङ्ख्या वृद्धि हो। हामीले चाहिँ 1-2 वर्ष चाहिँ हामीले अलिक बढी चाहिँ मौरीपट्टि नै बल गर्ने भन्ने योजना छ। यसले चोट नपाउँदासम्म यसले लगभग टोक्दैन रहेछ। चोट नपाउँदा केही गर्दैन, अन्त टोकेर केही बेफाइदा हुँदैन। अब आँखामा टोक्यो भने आँखा बिग्रिन सक्छ भनेर हामीले भुट्टीको प्रयोग गरेको हो। चलाएपछि एउटा 2टा त तर अब यसलाई त त्यो थप्ने बेला भयो त है यो? फ्रेम थप्ने बेला हुन आँट्यो। यो छेउमा अलिकति बाँकी छ, यो छेउमा अलिकति बाँकी छ, त्यसपछि थपिहाल्ने हो। जे चिजलाई पनि छोराछोरी